यो मोल्डिङ पिरियड जुन छ यो पिरियडलाई चाहिँ तपाईँले एकदमै भरपुर युटिलाइज गर्नुहोस्। तपाईँलाई एकदमै सुझाव मेरो, दिस इभेन्चुअली सोज what professionalism you will develop over a period of time. Every successful career begins with the right education, and the right choice begins at Reliance College. जस्तो करियरमा आफूले अहिले जुन यो बेसिक तपाईँले एउटा प्लेटफर्म पाइरहनु भएको छ नि, डोन्ट अन्डर एस्टिमेट यो तपाईँको स्कुल इयरलाई चाहिँ अथवा यो कलेजको एकाडेमिक्स इयरलाई चाहिँ तपाईँले अन्डर एस्टिमेट गर्नु हुँदैन है। किन हुँदैन भन्दाखेरि नि यही दिन यही तपाईँको 2 इयर्स या 3 इयर्स या 4 इयर्स जुन टाइम फ्रेम तपाईँले यहाँ स्पेन्ड गर्नुहुन्छ नि, यसले तपाईँको होल लाइफलाई सेभ गर्ने एउटा राम्रो टाइम फ्रेम हो क्या यो चाहिँ। त्यही भएर तपाईँले यो आफ्नो करियरको यो मोल्डिङ पिरियड जुन छ यो पिरियडलाई चाहिँ तपाईँले एकदमै भरपुर युटिलाइज गर्नुहोस्। तपाईँलाई एकदमै सुझाव मेरो, दिस इभेन्चुअली सोज what professionalism you will develop over a period of time. My second suggestions would be to you is to invest on yourself. Invest on yourself meaning तपाईँले एकदमै मेहनत गर्नुहोस् है, पढ्नुहोस्, सिक्नुहोस्, नबुझेको कुराहरू अहिले त धेरै यावत प्लेटफर्म्सहरू छ, यु क्यान युटिलाइज अल दोज प्लेटफर्म टु रिड के त्यो पढ्नको लागि प्रशस्त प्लेटफर्म्सहरू छन्। ती भएभरका प्लेटफर्मलाई तपाईँले युटिलाइज गर्न सक्नुभयो भने अभियस के हुन्छ भन्दाखेरि भोलिको दिनमा चाहिँ तपाईँ एउटा राम्रो आफ्नो प्रोफेसनल करियर बिल्ड चाहिँ गर्न सक्नुहुन्छ।